Gyungi magu kudo kar zosan gege ula yen tuje jingi jolas jere sila chasa lu yundin kunshi tsuje rinpo she laba chame ne la guze ngurmi jasen shawa namji neten duwa zin la chasa lu Juja linji gebe ishe gan tsija dungi gongba tezambi doja ishe gyula pozebe bogar dorje changla shasa lu अनि आज 11 तारिक र 8 युने मध्येमा अनि 7औं युने आरम्भ भइसकेको छ र यस तिथिमा उपस्थित सम्पूर्णलाई ट्रस्टीले फ्याफुल्ला नमस्कार भन्न चाहन्छु। अन्त हाम्रो प्रवचनको कार्यक्रम चाहिँ आज अन्तिम रहेको छ। युनिट हाम्रो अझै एक छ अझै बाँकी रहे तापनि अनि प्रवचन नै भन्ने अनि समय चाहिँ आज अन्तिम रहेको छ हो। त्यसकारणले अनि आज अनि विदाईको स्वरूप अनि केही शब्दहरू राख्नेछु। अनि मूल आज भन्ने विषय चाहिँ अनि तीनटा विषय रहेको छ। एउटा चाहिँ कुन्छोसुम भनौँ त्रिरत्न, अनि त्यसै गरी रिक्सुम गोम्बो भनिन्छ, रिक्सुम गोम्बो भनौँ, त्रिकुलनाथ र अनि तेस्रो चाहिँ घरेलु धर्म अभ्यास गरी तीन विषयमा केही मेरो शब्दहरू विचारहरू राख्न गइरहेको छु। कुन्छोसुम भन्छौँ हामी, नेपालीमा यसलाई त्रिरत्न नत्र तीनटा रत्न भनेर बुझ्नु पर्यो। हामीहरू बौद्ध हौँ कसरी भन्दाखेरि तीन रत्नलाई त्रिरत्नलाई भनौँ कुन्छोसुमलाई मान्ने भएकाले हामीहरू बौद्ध हौँ भन्छौँ। अब कुन्छोसुमलाई चाहिँ नमान्ने त्रिरत्नलाई चाहिँ नमान्ने तर म बौद्ध हुँ भन्यो भने त्यो झुटा हुनेछ, त्यो सत्य हुने छैन। जसले त्रिरत्नलाई मान्दछ ऊ बौद्ध हो, जसले त्रिरत्नलाई मान्दैन ऊ बौद्ध हो भन्न उसलाई सकिँदैन। त्यसकारणले हामी बौद्ध भएको कारणले त्रिरत्न चाहिँ जति राम्ररी हामी चिन्यौँ हो त्यति नै हामी अनि बौद्ध चाहिँ त्यति नै शुद्ध भएर जाने हो। अनि त्यसकारणले आज त्रिरत्नको पहिला चर्चा गर्नेछु। एक किसिममा रत्न भनेको त अब हिरा मोती सुन चाँदी इत्यादिलाई अब रत्न भन्छौँ नि त होइन, बहुमूल्य चिजहरूलाई हामी रत्न भनेर भन्छौँ। अब भौतिक रूपमा अब रत्न भनेको चाहिँ हिरा मोती सुन चाँदी यस्तो बहुमूल्य चिजलाई बुझ्न सकियो। तर हिरा मोती सुन चाँदी इत्यादिले हाम्रो मनको अशान्तिलाई मेटाउन सक्दैन अरे, अनि संसारको दुःखलाई मेटाउन सक्दैन अरे होइन। सदाको अनि नित्य सुख चाहिँ अब मोक्ष चाहिँ हिरा मोतीबाट चाहिँ प्राप्त हुन सक्दैन अरे। त्यसकारणले यसलाई अब धर्मको क्रममा अब आध्यात्मिक पक्षबाट भनौँ होइन, अब धार्मिक पक्षबाट चाहिँ यसलाई रत्न नमानिकन यसलाई भौतिक रत्न मात्र हो सुन चाँदी। अनि यति बेला हामीले धर्मको समयमा आध्यात्मिक एउटा अभ्यासको समयमा चाहिँ हामीले रत्न भनेको चाहिँ कस्तोलाई बुझ्नु पर्यो भन्दाखेरि त्यसबाट चाहिँ हाम्रो मनको अशान्ति हट्ने सक्ने, संसारको दुःखलाई अन्त गर्न सक्ने, मोक्ष प्राप्त गर्न सक्ने, मुक्ति प्राप्त गर्न सक्ने, बुद्धत्व लाभ गर्न सक्ने यस्तो वस्तुलाई चाहिँ अनि हामीले रत्न भनेर बुझ्नुपर्छ अरे। त्यसकारणले हामी बौद्ध मार्गीहरू भनौँ दुःखबाट मुक्त हुन चाहनेहरूको लागि चाहिँ रत्न चाहिँ के हो भन्दाखेरि बुद्ध रत्न अरे। साङ्गे कुन्छो भन्छौँ नि, साङ्गे कुन्छो बुद्ध रत्न, छे कुन्छो धर्म रत्न, घेनु कुन्छो सङ्घ रत्न गरी यो तीनटा रत्न, यी तीनटा रत्नबाट चाहिँ हामी सदाको लागि दुःखबाट पार हुन सक्छौँ। त्यसकारण यसलाई रत्न भन्यो। किन रत्न भन्दाखेरि यो एकदमै दुर्लभ छ अरे, दुर्लभ। बुद्ध र बुद्धको धर्म अनि बुद्धको धर्ममा अभ्यास गरिराख्ने सङ्घ, यी तीन रत्न चाहिँ
अत्यन्तै दुर्लभ छ अरे, त्यस कारणले पनि रत्न बन्यो। अनि एक किसिममा धेरै बहुमूल्य पनि हो अरे, त्यस कारणले पनि रत्न। टिप्टेनबाट यसलाई कोन्छोक भनेर दुईटा शब्द छ, कोम्पा द छोक। कोम्पा भनेको चाहिँ दुर्लभ भनेको, यो कुन्छोसुम चाहिँ कोम्पा अरे, दुर्लभ भएको कारणले कोम्पा, अनि उत्तम श्रेष्ठ भएको कारणले अनि छोक, कोन्छो। अब हामी नेपालीबाट चाहिँ रत्न मात्र भन्छौँ होइन, त्रिरत्न, तीन रत्न यो भयो। अब हामी बौद्धहरूले तीन रत्नको शरणमा जानुपर्छ, तीन रत्नलाई मान्नुपर्छ, कुञ्जसुमलाई मान्नुपर्छ भन्दा तीन रत्न हामी गन्ती गर्न त जान्यौँ नि, बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्न, यो तीन रत्न हो, कुञ्जसुम यो हो भनेर। अब हामी बौद्धहरूले कुञ्जसुम चाहिँ के हो भन्दाखेरि यो तीनटा चाहिँ ठकठक ठिक्क राख्नु जान्नुपर्छ क्या, साङ्गे कुञ्जो, छुयो कुञ्जो, घेदुन कुञ्जो, यो चाहिँ कहिले भुल्नु हुँदैन। तपाईँहरूले त जान्नुहुन्छ अवश्य नै, यदि जानेको छैन भने अनि उनीहरूलाई तपाईँहरूले अनि सिकाउन सक्नुहुन्छ। अनि यसमध्येमा सबैभन्दा ठुलो महत्त्वपूर्ण अब हामीले बुद्ध जान्नुपर्ने हुन्छ। बुद्धलाई जान्दाखेरि अब ऐतिहासिक रूपले होइन, ऐतिहासिक रूपले पनि बुद्धलाई जानिन्छ। त्यो चाहिँ जस्तै अब बुद्धको जीवन कहानी जस्तै स्कुलमा पनि पढ्न पाइने होइन, यो इतिहासको रूपमा एउटा बुद्धको परिचय छ। त्यो चाहिँ अब ऐतिहासिक रूपले हेर्दाखेरि, शाक्यमुनि बुद्धको ऐतिहासिक रूपले हेर्दाखेरि उहाँको बुवा चाहिँ अनि कपिलवस्तुको महाराजा शुद्धोधन र अनि आमा चाहिँ महारानी मायादेवी होइन, उहाँबाट अनि कोबाट जन्मेको सिद्धार्थ राजकुमार हुनुहुन्थ्यो, जुन लुम्बिनी नेपालमा अवस्थित, अहिले नेपालमा अवस्थित छ लुम्बिनी, त्यस ठाउँमा चाहिँ लुम्बिनी वनमा चाहिँ उहाँको जन्म भएको थियो भन्छ होइन। अनि उहाँको बाल्यकालमा नै स्वभाव नौलो, एक किसिममा विनम्रता भयो स्वभाव, एकदमै करुणामयको स्वभाव उहाँको होइन, एकदम मायादया भएको क्या। मनुष्यलाई त अब मायादया हुन्छै हुन्छ, अब बोल्न नसक्ने पशुहरूलाई पनि उहाँ अत्यन्तै मायादया क्या। माया गर्नुपर्छ भनेर कुनै गुरुले सिकाउनै नपर्ने होइन। अरू प्राणीहरू दुःख पीडामा देख्ने बित्तिकै, परेको देख्ने बित्तिकै उहाँको अन्तर्मनमा मायादया जागेर आउने क्या। भनौँ उहाँको जन्म जातै एकदम करुणा मैत्रीले उहाँको हृदय भरिपूर्ण थियो, मन एकदम भरेको यस्तो होइन। अनि एउटा बाल्यकालको एउटा घटना सधैँ स्मरण गरिराख्ने चाहिँ, अब राजकुमार भएपछि अब शिकार गर्नुपर्छ भन्ने उनीहरूको भनाइहरू होइन। तर सिद्धार्थ चाहिँ शिकार गर्नु, प्राणीहरूको पशुहरूको शिकार गर्नु त परै जाओस्, अरूले शिकार गरेको मारेकोहरूलाई पनि उहाँ बचाउनुहुन्थ्यो भनिन्छ नि त। जस्तै एक समयमा अनि देवदत्तले चाहिँ अनि उडिरहेको पन्छीलाई चाहिँ अब तीरले हानेर मार्न खोजेको थियो, त्यति बेला चाहिँ अनि सिद्धार्थ राजकुमारले चाहिँ त्यस अनि तीरले लागेको त्यो पन्छीलाई भेटेर चाहिँ उहाँले अनि बचाउनु भएको कुराहरू हामी सुन्छौँ होइन। त्यसले चाहिँ के बुझाउँछ भन्दाखेरि उहाँ मनुष्यप्रति मात्र मायादया नभएर प्राणीप्रति पनि, अब पशुहरूप्रति पनि उहाँ अत्यन्तै करुणामय हुनुहुन्थ्यो, मायादयाको स्वभावको हुनुहुन्थ्यो भन्ने चाहिँ हामीले बुझ्न सकिन्छ। अनि त्यसपछि उहाँ ठुलो हुँदै जाँदाखेरि अनि सदैव उहाँले युद्ध नचाहेर सदैव उहाँले अहिंसाको नै पक्ष लिनुभएको कुराहरू पाइन्छ होइन। त्यस कारणले उहाँ सिद्धार्थ राजकुमार बुद्ध त हुनु पूर्व नै उहाँ सधैँ प्राणीहरूलाई मैत्री करुणा अनि मनुष्यहरूमा पनि भेदभाव नगरिकन समानता अनि हिंसा युद्ध कहिल्यै नरुचाउने, सधैँ अहिंसाको पक्ष मात्र लिनुहुने, अहिंसालाई नै समर्थन गरिराख्नु हुने, युद्धहरूलाई नै कसरी टाल्नु सकिन्छ भने त्यही उपायहरू नै उहाँ सोचिराख्नुहुन्थ्यो। र पछि अनि उहाँले अनि राजगृहहरू सम्पूर्ण त्यागेर उहाँ अनि सन्यासी भनौँ, प्रवजित राब्जुङ प्रवजित बन्नुभयो। अनि त्यस पश्चात उहाँ अनि वर्तमान बुद्ध गया भन्ने ठाउँमा चाहिँ उहाँले बुद्धत्वको ज्ञान लाभ गर्नुभयो। अनि बुद्धत्वको ज्ञान लाभ गर्नुभएको तिथि नै साकादावाको अनि छेपाचोङा पूर्णिमाको दिन हो भनेर भनिने गरिन्छ। अब साकादावाको पूर्णिमाको दिन भन्यो होइन, बुद्ध पूर्णिमा भन्यो। अस्ति हामीले बुद्ध पूर्णिमा मनाइसक्यो, बुद्ध जयन्ती हामीले अस्तिको पुण्यको दिन हामीले बुद्ध जयन्ती वैशाख पूर्णिमाको दिन
मनाइसक्यौँ। फेरि अनि अहिले हामी फेरि बुद्ध पूर्णिमा मनाउने हैन, सागा दावा छेपा चोङा चाहिँ बुद्ध पूर्णिमा बुद्धत्व प्राप्त भएको तिथि मनाउने भन्दा चाहिँ कस्तो भन्दाखेरि यो चाहिँ अनि पात्रो ज्योतिषीय शास्त्र हैन, ज्योतिषीय पात्रो हुन्छ नि, यो पात्रोको अलिकति अनि त्यस आधारमा चाहिँ अलिकति भिन्न परेको पाइन्छ। अहिले तिब्बतीन सम्प्रदायमा चाहिँ अब चन्द्र पात्रो भनौँ, चन्द्रमाको शुक्ल पक्ष भनौँ, अब जुन चन्द्रमा चाहिँ अब बढ्दै बढ्दै जान्छ नि त्यसलाई शुक्ल पक्ष भन्छ होला हैन। अनि कृष्ण पक्ष भनेको चाहिँ अब चन्द्रमा घट्दै घट्दै गएको बेलामा चाहिँ कृष्ण पक्ष, हामी कार्छोकी धावा द नाक्छोकी धावा भन्छौँ नि, त्यस आधारमा चाहिँ अब अनि महिना वर्ष यसरी गन्ती गर्ने अब त्यो पात्रो चलाउँछ तिब्बतीले। त्यसो गर्दाखेरि अनि के फरक भयो भन्दाखेरि 3 वर्षमा 1 महिना ज्यादा निस्क्यो क्या, 1 महिना ज्यादा निस्किन थाल्यो 3 वर्षमा 1 महिना त्यो पात्रोमा ज्यादा निस्किन थाल्यो। त्यस कारणले गर्दाखेरि अनि सागा दावा छेपा चोङा भन्ने चाहिँ कोही बेला वैशाख पूर्णिमाको दिन ठ्याक्कै पर्छ, कोही बेला चाहिँ 1 महिना पछि पर्ने गर्दछ हैन। कोही बेला हामी सागा दावा छेपा चोङा अनि सधैँ अनि विश्वमा बुद्ध जयन्ती मनाउने वैशाख पूर्णिमाको दिनै पनि पर्छ, अनि कोही बेला पर्दैन, 3 वर्षमा एकचोटि पर्ने गर्छ। त्यस कारणले कोही बेला अनि सोनाम लोसार र घ्याल्पो लोसार पनि एकसाथ पर्ने जान्छ हैन। 3 वर्षतिर यसरी गन्दै जाँदा पात्रो जाँदाखेरि घ्याल्पो लोसार र सोनाम लोसार कोही बेला 1 महिनामा पर्छ, एकै समय पर्छ। अनि अरू बेला चाहिँ 1 महिना पछि चाहिँ घ्याल्पो लोसार, पहिला सोनाम लोसार मनायो, त्यसको 1 महिना ठिक 1 महिना पछि घ्याल्पो लोसार मनाउने हुन्छ। यो चाहिँ अब पात्रोको आधारमा हो। अनि तिब्बतमा अब तिब्बतीन सम्प्रदाय अनुसार चाहिँ अब त्यो पात्रो अनुसार अब बुद्धको अनि तिथिहरूलाई हैन, उत्सवहरूलाई, समारोहहरूलाई अब आदर मान्ने भएको कारणले अनि हामी चाहिँ सागा दावा छेपा चोङा अब आउने यो पूर्णिमाको दिन चाहिँ हामीले बुद्धत्व प्राप्त भएको दिन हो भनेर यसरी मान्ने गर्दछ हैन। अनि त्यसै गरी उहाँले अब 49 दिनपछि बनारस भन्ने ठाउँमा, अहिले उत्तर प्रदेश होला, युपी हैन, युपी उत्तर प्रदेशतिर पर्छ होला, सरनाथ भन्ने ठाउँमा चाहिँ उहाँले अनि प्रथमचोटि धर्मचक्र प्रवर्तन भनौँ धर्म उपदेश दिनुभएको हो। र उहाँको अनि महापरिनिर्वाण लिनुभएको समय पनि अनि त्यस्तै सागा दावा छेपा चोङा, सागा दावाको पूर्णिमाको दिन, स्थान चाहिँ अनि कुशीनगर भन्ने ठाउँमा चाहिँ उहाँले महापरिनिर्वाण लिनुभएको थियो। अब हामीहरू त कति बेला यो संसारलाई छोड्ने हामी ठेगानै हुँदैन नि है, इच्छा हुँदैन नि त। बुद्ध स्वयंले नै पहिला नै उहाँको शिष्यहरूलाई, चेलाहरूलाई अब म यो दिन चाहिँ म संसारलाई बिदा माग्ने हो, बिदाको दिन हो भनेर पहिला नै भनिसक्नु भएको थियो क्या उहाँले, म यो दिन चाहिँ जान्छु यो संसारलाई छोडेर। त्यस कारणले महापरिनिर्वाण भनेको चाहिँ एउटा आफ्नो इच्छा अनुसारले यो शरीरलाई त्याग्नु हो क्या, इच्छा अनुसार। हामीहरू इच्छा अनुसार होइन, अब स्वतन्त्र छैन, अझै बाँच्छु भन्यो भने छैन, इच्छा छैन नि त, इच्छा अनुसार छैन नि त। इच्छा अनुसार बुद्धलाई आफ्नो शरीर त्याग्नु सो इच्छाले त्याग्न सक्नुहुन्थ्यो उहाँले। त्यस कारणले अनि सागा दावा पूर्णिमाको दिनै उहाँले सो इच्छाले अनि यो शरीरलाई चाहिँ त्याग्नु भएको हो। त्यस कारणले उहाँ महापरिनिर्वाण लिनुभएको तिथि पनि सागा दावा पर्छ हैन। अनि सागा दावा चाहिँ हाम्रो बौद्धहरूको लागि पूर्णिमा चाहिँ विशेष बुद्धत्व ज्ञान प्राप्त गर्नुभएको र अनि महापरिनिर्वाण लिनुभएको दिन। अनि उहाँको जन्म भएको दिन चाहिँ सागा दावा छेपा चोङा पर्छ कि पर्दैन भन्दाखेरि यसमा चाहिँ अलिकति मत हैन, विद्वानको भनाइहरू अलिकति फरक छ। कसैले चाहिँ सागा दावा छेपा चोङाकै दिनै बुद्ध जन्मेको दिन हो पनि मान्ने छ, कसैले चाहिँ अनि सागा दावाको छेपा धुम्पा नत्र घेपाको दिन, छेपा 8औं तिथिको दिन, अस्ति 8औं तिथि गयो नि सागा दावाको, त्यस दिन अनि बुद्ध जन्मिनु भएको दिन भनेर यसरी मान्ने पनि छ। नत्र सागा दावा पूर्णिमाको दिनै बुद्ध जन्मेको दिन पनि हो, बुद्धत्व प्राप्त गर्नुभएको दिन पनि हो, महापरिनिर्वाण लिनुभएको दिन पनि भनेर यसरी मान्ने छ। अनि हो त्यस चलिरहेछ। यो चाहिँ अब ऐतिहासिक रूपले बुद्धको अब एउटा परिचय भयो। तर यस परिचयबाट पनि हामीले धेरै कुराहरू सिक्न सक्छौँ। बुद्धको जीवनीबाट पनि मैत्री अहिंसाको कुराहरू हामीले अनुभव गर्न सक्छौँ बुद्धको जीवनीबाट पनि। र पनि हामी शास्त्र अनुसार बुद्धको वचन अनुसार नै आध्यात्मिक दृष्टिले बुद्धलाई चाहिँ कसरी चिन्ने भन्दाखेरि बुद्धलाई चाहिँ बुद्ध चाहिँ कसैलाई भन्ने भन्दाखेरि त्यसलाई अब दोस्रो भाग रिक्सुङ गोम्बो भन्छौँ हामीले। रिक्सुङ गोम्बो तपाईँ चिन्नुहुन्छ नि, रिक्सुङ गोम्बो
रिक्सुङ गोम्बो चाहिँ अब फाक्पा चेरेसी एउटा भयो हैन, झिजुन झाम्पेयाङ एउटा भयो, अनि त्यसको चाहिँ छाना दोर्जे, उहाँ तीनजना चाहिँ रिक्सुङ गोम्बो भनिन्छ, रिक्सुङ गोम्बो। अब नेपालीबाट तीन कुलनाथ, त्रिकुलनाथ, नेपालीबाट त्रिकुलनाथ भन्छ। फापा चेरेसी एउटा आदि अवलोकितेश्वर, दोस्रो मञ्जुश्री झिजुन झाम्पेयाङ मञ्जुश्री, तेस्रो छाना दोर्जे वज्रपाणी, यो तपाईको फोटो तपाईले देख्नु भएको होला। यो तीनटाले चाहिँ रिक्सुङ गोम्बो भन्छ। यो रिक्सुङ गोम्बो चाहिँ धेरै महत्त्वपूर्ण हो। यो रिक्सुङ गोम्बोले चाहिँ बुद्धको अन्तर्मनको ज्ञानलाई दर्शाएको छ। यो रिक्सुङ गोम्बो चाहिँ बुद्धको अन्तर्मनको एउटा प्रतीक हो क्या, प्रतीक। बुद्धलाई चाहिँ यो तीन गुणले सम्पन्न छ अरे क्या रिक्सुङ गोम्बोको जुन। फापा चेरेसीले चाहिँ के बुझाउनुहुन्छ भन्दाखेरि के गुण बुझाउनुहुन्छ? मैत्री करुणा। फापा चेरेसी आदि अवलोकितेश्वरले के बुझाउँछ? मैत्री करुणा हो। बुद्धको अन्तर्मनको मैत्री करुणा नै फापा चेरेसी हो भनेर बुझिन्छ। फापा चेरेसी चाहिँ बाहिरी रूप भएन, तर फापा चेरेसी चाहिँ कस्तो भन्दाखेरि बुद्धको अन्तर्मनमा भएको मैत्री करुणा नै हो। उहाँ अन्तर्मनको मैत्री करुणाकै स्वरूप हुनुहुन्छ भनेर बुझिने हो। चेरेसी चाहिँ हामी जस्तो शरीर भएको यसरी बुझ्ने होइन। चेरेसी भनेको चाहिँ एउटा ज्ञानको स्वरूप, बुद्धको एउटा हृदयको स्वरूप, मैत्री करुणाको स्वरूप हामीले लिनुपर्ने हुन्छ। त्यसै गरी अनि बुद्धको अन्तर्मनमा प्रज्ञा, ज्ञान, सत्य जान्ने ज्ञान, त्यसको प्रतीक चाहिँ झिजुन झाम्पेयाङ मञ्जुश्रीले चाहिँ बुद्धको अन्तर्मनमा भएको ज्ञान, सत्यहरूलाई, एकदम परम सत्यहरूलाई जान्न सक्ने ज्ञान। अहिले हामी परम सत्यलाई देख्नै सक्दैनौँ अरे। यो पञ्च इन्द्रिय हुन्छ नि, आँखा कान, यसले पनि न हेर्नु सक्छौँ न सुन्न सक्छौँ, मनले पनि कल्पना पनि गर्न सक्दैनौँ अरे अहिले सत्य जुन परम सत्य छ त्यसलाई। तर गौतम बुद्धले साक्षात् दर्शन गर्नुभएको छ, प्रत्यक्ष रूपले जान्न सक्नुहुन्छ हैन। अन्तर्मनको ज्ञानलाई बुझाउने चाहिँ के हो भन्दाखेरि झिजुन झाम्पेयाङ मञ्जुश्री, प्रज्ञाको प्रतीक। अनि उहाँको अब शक्ति भने बुद्धको शक्ति दर्शाउने चाहिँ वज्रपाणी, छाना दोर्जे। उहाँले चाहिँ बुद्धको अन्तर्मनको शक्तिलाई बुझाउँछ। बुझ्नुभयो? बुद्धलाई के छ? करुणा छ, चेरेसीले बुझाउँछ। बुद्धलाई ज्ञान छ, झिजुन झाम्पेयाङले बुझाउँछ। बुद्धलाई शक्ति छ, वज्रपाणीले बुझाउँछ। बुद्धलाई के छ भन्दाखेरि करुणा पनि छ, ज्ञान पनि छ, शक्ति पनि छ हो। यो तीनटै गुणले सम्पन्न हुनुहुन्छ भन्ने कुरा चाहिँ रिक्सुङ गोम्बो। रिक्सुङ भन्ने गोम्बो चाहिँ बाहिरी रूप भयो, तर यसले चाहिँ के बुझाउँछ भने भित्री साङ्गे चुन्डी बुद्धको अन्तर्मनमा भएको ज्ञानलाई चाहिँ बुझाउने हो, गुणलाई चाहिँ बुझाउने हो। यो गुण चाहिँ किन महत्त्व छ भन्दाखेरि हामी बुद्धको शरणमा जान्छौँ, हामी बुद्धलाई मान्छौँ। बुद्ध हामीले मान्दा ठिक हो कि होइन भन्ने प्रश्न आउँछ नि त। हामीले बुद्धलाई मान्न योग्य, बुद्ध चाहिँ हामीले मान्न योग्य हुनुहुन्छ, हामी बुद्धको शरणमा जान्छौँ, शरण लिन योग्य हुनुहुन्छ, ठिक सही हुनुहुन्छ भन्दाखेरि छ अरे। किन भन्दाखेरि बुद्धलाई फापा चेरेसी नै उहाँको करुणाको स्वरूप हो नि त। फापा चेरेसीको उहाँ जस्तो करुणा छ उहाँ बुद्धमा छ अरे क्या। फापा चेरेसीको कस्तो करुणा हो? फापा चेरेसीको करुणा भनेको चाहिँ सर्व प्राणीलाई, कसैलाई भेदभाव नगरिकन छलकै प्राणीहरूलाई अत्यन्तै माया दया करुणा छ नि त। त्यसै गरी बुद्धमा पनि छ हैन। जुन हामी सहयोग माग्छौँ त्यो सहयोग लिने ठाउँमा माया दया छैन भने त्यस्तो व्यक्तिबाट हामीले सहयोग लिन योग्य हुन्छ, ठिक हुन्छ, हुँदैन नि त। अनि हामी जुन ठाउँबाट सहयोग लिन्छौँ त्यो ठाउँमा के हुनु पर्यो? माया दया भरपुर हुनुपर्छ अरे क्या। फापा चेरेसीको करुणा चाहिँ हुनुपर्छ अरे, अनि चाहिँ हामी सहयोग शरणमा जानु ठिक हुन्छ अरे। बुद्धमा फापा चेरेसीमा भएको करुणा छ, त्यस कारणले हामी बुद्धको शरणमा जान सक्छौँ। करुणा मात्र भएर हुँदैन अरे। अब हामीले सहयोग त माग्यो नि, उहाँ स्वयंलाई उपायहरू जान्नु भएन भने, समस्याको समाधान गर्ने उपाय स्वयंले जान्नुहुन्न भने, अनि त्यस व्यक्तिलाई हामीले सहयोग गर्ने माग्यो, उहाँलाई माया त छ तर सहयोग गर्न सक्दैन, किनकि उहाँले जान्नै हुन्न। त्यस कारणले उहाँ झिजुन झाम्पेयाङ भनौँ मञ्जुश्रीको ज्ञान चाहिँ साङ्गे चुन्देनीमा छ, गौतम बुद्धमा छ। त्यस कारणले साङ्गे चुन्देनीले चाहिँ सर्वज्ञान प्राप्त भएको छ, सर्व दुःखको कारण जान्नुहुन्छ, सर्व दुःख
हटाउने उपायहरू पनि जान्नुहुन्छ। त्यसकारणले हामी बुद्धको शरणमा जान सक्छौँ। बुद्धबाट हामी शरणमा जान सक्छौँ। बुद्धलाई किन भन्दाखेरि बुद्धलाई सर्वज्ञान छ। दुःख र दुःखको कारण पनि जान्नुहुन्छ, दुःखको समाधान गर्ने उपाय पनि जान्नुहुन्छ र त्यो उपाय चाहिँ अपनाएर स्वयं पनि दुःखबाट मुक्त भइसक्नु भएको छ। त्यसकारणले हामी बुद्धलाई मान्दाखेरि सही हो, ठिक छ, योग्य हुनुहुन्छ, उहाँको शरणमा हामी जान मिल्छ भन्ने चाहिँ यो जुन्जामेले बुझाउँछ। अब मैत्री करुणा पनि छ, प्रज्ञा ज्ञान पनि छ, तर शक्ति छ कि छैन भन्दाखेरि शक्ति छ अरे। यति बेला शक्तिशाली भनेको चाहिँ कस्तो शक्ति, हामीलाई चाहिने शक्ति भनेको चाहिँ कस्तो भन्दाखेरि प्राणीलाई सहयोग गर्ने शक्ति नै सबैभन्दा ठुलो शक्ति अरे क्या। अब संसारै ध्वस्त गर्ने शक्ति पनि हुनसक्छ नि त। अब त्यो शक्ति त्यो काम लाग्ने शक्ति होइन, हामीलाई चाहिने शक्ति होइन अरे। त्यो प्राणीलाई सहयोग गर्ने मद्दत गर्ने शक्ति चाहिँ त्यो जरुरी छ अरे। अनि हामीहरूलाई सबै प्राणीहरूलाई सहयोग गर्ने बुद्धमा त्यो शक्ति छ, त्यस्तो खालको शक्ति चाहिँ छ। त्यसकारणले अनि हामी बुद्धको शरणमा जान सक्छौँ। यदि बुद्धमा मैत्री करुणा पनि छ, प्रज्ञा पनि छ, तर प्राणीहरूलाई बचाउन सक्ने, प्राणीहरूलाई सहयोग गर्ने उहाँमा शक्ति क्षमता छैन भने अनि उहाँको हामी सहयोग मागेर सहारा लिए पनि त हामीलाई केही मद्दत गर्न सक्नुहुन्न नि त। त्यसकारणले हामी बुद्धको सहारामा गयौँ भने, शरणमा गयौँ भने हामीमा कुनै भुल हुने छैन अरे। किनकि सबै प्राणीहरूलाई सहयोग गर्ने उहाँमा शक्ति पनि छ, होइन, शक्ति पनि छ। त्यसकारणले बुद्ध चाहिँ हाम्रो अनि एउटा शरण लिने अनि योग्य पात्र विशेष स्थानको चाहिँ हामीले रूपले मान्न सक्छौँ भनेर भनौँ। रिक्सुङ गोम्बोले के बुझायो भन्दाखेरि बुद्धको अन्तर्मनमा भएको ज्ञान गुणहरूलाई चाहिँ बुझाएको छ, होइन। यसरी चाहिँ हामीले बुद्ध भनेको चाहिँ एकदम चेलीसीको जस्तै करुणा भएको भनेर बुझ्नु पर्यो। अनि मञ्जुश्रीको जस्तै सर्वज्ञान, सबै सत्यहरू जान्ने, दुःख कसरी उत्पन्न हुन्छ, दुःखलाई कसरी अन्त्य गर्नुपर्ने, यो सम्पूर्ण चिज जान्नुहुन्छ भनेर बुझ्नु पर्यो। अनि वज्रपानीको रूपमा भनौँ, बुद्धमा सर्वशक्तिशाली पनि हुनुहुन्छ, सबै प्राणीलाई अनि सहयोग गर्ने उहाँमा शक्ति पनि छ भन्ने कुरा चाहिँ हामीले अनि बुझेर चाहिँ बुद्धलाई चाहिँ अन्तर गुणबाट चाहिँ बुद्धलाई हामीले यसरी स्मरण गर्ने हो, होइन। अनि यो रिक्सुङ घुम्पोले शाक्यमुनि बुद्धको गुणलाई पनि बुझायो भने अनि यो रिक्सुङ घुम्पोले अर्का चाहिँ के बुझाउँछ भन्दाखेरि प्राणीहरू जस्तै सिद्धार्थ राजकुमार बुद्ध हुनुभयो, उहाँलाई रिक्सुङ घुम्पोको सम्पूर्ण गुण उहाँमा छ भन्यो नि त। भनेपछि सिद्धार्थ राजकुमार उहाँ पहिला त बुद्ध हुनुहुन्न थियो, पछि बुद्ध हुनुभयो। कसरी बुद्ध हुनुभयो त? के प्राणीहरू पनि बुद्ध बन्न सक्छन्? के हामीहरू पनि बुद्ध बन्न सक्छौँ भन्ने प्रश्न आउँछ नि त। सकिन्छ भन्नुहुन्छ कि बुद्धले। कसरी सकिन्छ भन्दाखेरि यसमा पनि यो रिक्सुङ घुम्पो त्रिकुलनाथले बुझाउँछ। उदाहरणको लागि शाक्यमुनि बुद्धले के दिनुहुन्छ भन्दाखेरि जस्तै तोरीहरू तपाईँले देख्नुभएको छ होला, तोरी, तिल, तोरी, सरस्युङको तेल, तोरीको तेल तपाईँहरूलाई थाहा छ होला, तोरी, होइन। तोरीबाट अब तेल निस्किन्छ नि त, तोरीबाट तेल निकाल्नु सकिन्छ। तोरी हेरेर तेल देखिँदैन, तर त्यहाँबाट त्यसलाई पेलेर तेल निकाल्नु सकिन्छ। यसले के बुझायो भन्दाखेरि तोरीमा तेल निकाल्नु सक्ने मतलब अब तोरीमा के छ? तेलको तत्त्व छ। तोरीमा के छ? तेलको तत्त्व छ। त्यसकारणले पेल्दाखेरि तेल निस्क्यो। यदि हामीले बलुवाहरूलाई पेलेर तेल निकाल्नु सकिन्छ? बलुवाहरूलाई जति पेले पनि तेल निस्किँदैन नि त, तर तोरीलाई पेलेर तेल निस्किन्छ। के फरक भयो भन्दाखेरि बलुवामा तेल निस्किने तत्त्वै छैन, तर तोरीमा तेल निस्किने तत्त्व छ। त्यसकारणले तोरीलाई पेलेर तेल निस्क्यो, बलुवालाई पेलेर तेल निस्किएन। त्यसै गरी दुधबाट दही बन्छ, दहीबाट घिउ, मतलब दुधबाट घिउ बन्छ। तर पानीबाट घिउ बनेको देख्नु भएको छ?
पानीलाई जति जे गरे पनि त घिउ बन्दैन नि त, पानीबाट घिउ निस्किँदैन नि त। तर दुधबाट चाहिँ गाईको होस् भैँसीको होस् बाख्राको होस् जे भए पनि दुधबाट चाहिँ घिउ निस्किन्छ। अब मतलब दुधमा पनि घिउको तत्त्व छ र त दुधबाट घिउ निस्क्यो। तर पानीबाट जसो गरे पनि घिउ निस्केन, किनकि पानीमा घिउको तत्त्वै रहेन अरे। हो, यसले चाहिँ यो उदाहरणले के दिनुहुन्छ भन्दाखेरि जस्तै दुधमा घिउको तत्त्व छ, तोरीमा तेल निस्किने तत्त्व छ, त्यसै गरी हाम्रो मनमा पनि बुद्धत्वको तत्त्व छ। हाम्रो मनमा पनि रिक्सुङ घोम्बो भन्यो नि अघि, रिक्सुङ घोम्बोको तत्त्व छ। फक्पा चेरिसी हुनुहुन्छ नि, फक्पा चेरिसीको बिउ चाहिँ हाम्रो मनमा छ अरे क्या। बिउ चाहिँ जस्तै तोरीमा तेल निस्किने तत्त्व छ नि त, अनि पो तोरीबाट तेल निस्किने। त्यसै गरी हाम्रो मनमा पनि फक्पा चेरिसी बन्ने क्षमता छ। हाम्रो मनमा झिजुन झ्याम्पेयाङ बन्ने क्षमता छ। हाम्रो मनमा छाना दोर्जे बन्ने क्षमता छ हैन। हाम्रो मनबाट रिक्सुङ घोम्बो उत्पन्न हुने क्षमता छ। त्यसकारणले हाम्रो मनबाट बुद्धत्व उत्पन्न हुने क्षमता छ। त्यसकारणले हाम्रो मनलाई चाहिँ एकदमै अघि तोरीलाई पेलेको जस्तै दुधलाई अनि घोले मतलब त्यहाँ फिटेर निकाल्छ नि घिउ, त्यसरी गर्यो भने गरेको चाहिँ हाम्रो मनलाई पनि साधना गर्यो भने, अभ्यास गर्यो भने हाम्रो मनबाट पनि रिक्सुङ घोम्बो उत्पन्न हुन्छ, मतलब बुद्धत्व उत्पन्न हुन्छ भन्ने चाहिँ बुझ्नु पर्यो। कसरी भन्दाखेरि चेरिसी भनेको त करुणाको स्वरूप अरे। अहिले हाम्रो मनमा करुणा सानो चाहिँ छ अरे क्या। हाम्रो मात्र नभएर पशुहरूको मनमा पनि छ, नर्कको प्राणीहरूमा सबै प्राणी जसको मन छ नि, मन चेतन छ नि, त्यसभित्र सानो करुणै नभएको चाहिँ हुँदैन अरे क्या। करुणाको भन्दै पिटिकै करुणै नहोस् यस्तो हुँदैन अरे क्या। करुणा अहिले ठुलो सानो मात्र फरक अरे, तर करुणाको तत्त्व चाहिँ करुणा चाहिँ हुन्छ अरे सबै प्राणीको। करुणा भनेको चाहिँ माया दयालाई बुझ्नुहोस् हैन, करुणा हुन्छ। त्यसै गरी सबै प्राणीको चेतनभित्र ज्ञान पनि हुन्छ अरे क्या। सबै प्राणीको भित्र ज्ञान पनि हुन्छ अरे। अनि सबै प्राणीको भित्र अरूलाई मद्दत गर्ने अलिकति थोरै क्षमता पनि हुन्छ अरे। जस्तै मान्छे पापी भनौँ, स्वार्थी भनौँ, तर उसले एक न एकलाई मद्दत त गरिरहेको हुन्छ क्या। कि नत्र उसको आमालाई, कि उसको साथीलाई हैन, कि उसको हैन कसै न कसैलाई, कि पशुलाई, कुकुरलाई होस् हैन, जस्तै पापी भन्नुहोस् स्वार्थी होस् भन्नुहोस्, तर पनि त्यस व्यक्तिले जीवनमा कुनै न कुनै प्राणीलाई उसले माया गरिरहेको हुन्छ, मद्दत गरिरहेको हुन्छ अरे क्या हैन। बाहिरी समाजको रूपमा ऊ पापी स्वार्थी भए तापनि कि उसको आमालाई उसले सहयोग गर्छ, कि उसको श्रीमतीलाई, कि उसको छोराछोरीलाई, कि उसको मित्रलाई, कि पशुहरूलाई उसले मद्दत गरिरहेको छ। अनि त्यस कारणले हाम्रो अन्तर्मनमा अरूलाई सहयोग गर्ने क्षमता पनि अलिकति हुन्छ। मतलब करुणाको चेरेसीको करुणाको स्वरूप भएर करुणा पनि अलिकति हाम्रो मनमा छ, ज्ञान पनि अलिकति छ, अनि अरूलाई सहयोग गर्ने क्षमता पनि अलिकति छ। त्यस कारणले बिउ छ अरे क्या। रिक्सुङ घोम्बो भनौँ, त्रिकुलनाथको बिउ चाहिँ हाम्रो मनमा छ। अब यो बिउलाई नै विकसित गर्दै गर्दै मोलजल गर्दै गर्दा अनि पछि अनि हाम्रो मनबाट साक्षात चेरिसीलाई जगाउने, साक्षात झिजुन झाम्प्यालाई जगाउने, अनि छाना दोर्जेलाई जगाउने। यति बेला अनि साक्षात अनि जगाइसकेपछि चाहिँ अनि हामीहरूमा अनि करुणा परिपूर्ण, जस्तै पूर्णिमाको चन्द्रमा जस्तै हैन, पूर्णिमाको चन्द्रमा चाहिँ अब परिपूर्ण हुन्छ नि त, उहाँको अब चन्द्रमा चाहिँ अब गोलाकार चाहिँ परिपूर्ण हुन्छ नि। त्यसै गरी हाम्रो करुणा पनि पूर्णिमाको जुन जस्तै अरे क्या। अनि ज्ञान पनि पूर्णिमाको जुन जस्तै, अनि शक्ति पनि अरूलाई सहयोग गर्ने शक्ति पनि पूर्णिमाको जुन जस्तै हुनु पर्यो अरे। त्यसो भयो भने अनि हामीहरूलाई बुद्ध भन्ने अरे। बुद्ध भने शरीर जस्तो भए त्यो फरक परेन हैन। बुद्ध भनेको अन्तर्मनमा चाहिँ कस्तो हुनु पर्यो, एकदम करुणा पनि परिपूर्ण, ज्ञान पनि परिपूर्ण, प्राणीलाई सहयोग गर्ने क्षमता शक्ति पनि परिपूर्ण छ भने त्यस व्यक्तिलाई नै बुद्ध भन्यो। अनि हामीमा त्यो हुन सक्ने क्षमता छ, त्यसकारणले हामी पनि बुद्ध बन्न सक्छौँ भन्यो। त्यसकारणले गौतम बुद्धले एउटा पूर्णिमाको दिन बुद्धत्व लाभ गर्नुको एउटा सङ्केत चाहिँ के हो भन्दाखेरि उहाँमा जुन अन्तर्मनमा हुनुपर्ने ज्ञान छ नि, गुणहरू हुन्छ, सद्गुण छ नि, त्यो एकदम अब परिपूर्ण भइसक्यो। चन्द्रमा पूर्णिमाको चन्द्रमा चाहिँ
परिपूर्ण भइसक्यो, उहाँको अन्तर्मनमा ज्ञान यस्तो भइसक्यो, करुणा यस्तो भइसक्यो भन्ने एउटा हामीले त्यो पनि बुझ्नुपर्छ। बाहिरी रूपमा पूर्णिमा हो, तर बुद्धको अन्तर्मनमा, सिद्धार्थ गौतमको अन्तर्मनमा के भयो? करुणा, प्रज्ञा, शक्ति चाहिँ परिपूर्ण भयो भनेर चाहिँ बुझ्ने हो। त्यति बेला चाहिँ उहाँ बुद्ध हुनुभयो भनेको हो। अनि त्यो हामीमा पनि त्यो क्षमता छ, त्यस कारणले गर्न सकिन्छ भन्छ। जस्तै कि अर्को उदाहरण के दिनुहुन्छ भन्दाखेरि, जस्तै हिलोमा सुन एउटा सुनको डल्ला चाहिँ के छ? हिलोभित्र छ नि त। हिलोभित्र भएको त हामी छ, अब हामीले सुन देखेन, तर पनि हिलो पुरे तापनि त्यो सुन त सुनै हो नि, त्यसको स्वभावमा त केही परिवर्तन भएको छैन नि त। पछि धुयो भने त जस्तोको तस्तै हो नि सुन, तर अहिले हिलोभित्र छ नि त, धुयो भने त्यो सफा भयो नि, सुन असली सुनै हो। त्यसै गरी हाम्रो मनमा पनि बुद्ध चाहिँ छ नि, छ अरे क्या। जस्तै हिलोमा भएको सुन जस्तै गरेर अहिले चाहिँ हाम्रो के हो भन्दाखेरि आवरण भनेको छोपेको हो। केले छोपेको छ भन्दाखेरि अज्ञानले छोपेको छ अरे। रिस राग यस्तो छ नि, नराम्रो मनहरू छ नि, अज्ञानीहरूले चाहिँ छोपिरहेको छ अरे क्या। हिलोले सुनलाई छोपेको जस्तै अज्ञानीहरूले चाहिँ हाम्रो अन्तर्मनको रिक्सुङ्गम्बो भनौँ बुद्धलाई छोपिरहेको छ अरे। अब हामीले धर्म गर्नु भनेको चाहिँ, अभ्यास गर्नु भनेको चाहिँ त्यो जुन सुनलाई हिलोले छोपेको हिलो धुको जस्तै अन्तर्मनमा भएको बुद्धलाई छोपिरहेको अज्ञान छ नि, त्यसलाई चाहिँ साफ गर्ने अरे क्या। धर्म अभ्यास गर्नु भनेको चाहिँ अन्तर्मनमा भएको बुद्ध जुन अन्तर्मनमा लुकिरहेछ त्यो, अनि त्यसलाई छोपिरहेको जुन अज्ञानता छ होइन, अज्ञानता क्लेशहरू छ, त्यसलाई चाहिँ नि धुने अरे। त्यो धुइसकेपछि पूर्णतः साफ भइसकेपछि अनि अन्तर्मनमा बुद्धको ज्ञान जागिसक्यो अरे। अनि त्यति बेला व्यक्तिलाई के भन्यो? बुद्ध है। बुद्ध भनेको चाहिँ शरीरबाट नभइकन बुद्ध भएपछि अब शरीरमा पनि उहाँको अनेकौँ लक्षण हुनसक्छ, तर मूल चाहिँ शरीरबाट होइन। बुद्ध भनेको चाहिँ मनबाट चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। बुद्धत्वको जुन गुणहरू चाहिँ जुन व्यक्तिमा छ उसलाई नै बुद्ध भन्ने हो होइन। उसमा अब शिरबाट अब ज्योति चम्के पनि नचम्के पनि उसको गुण चाहिँ भित्र सम्पन्न भएको छ भने ऊ बुद्धै हो, यसरी चाहिँ मान्नु पर्यो। अनि रिक्सुङ घोम्बोले चाहिँ हामीले के बुझ्न सक्यौँ भन्दाखेरि बुद्धको अनि आन्तरिक सद्गुण पनि जान्न सक्यो र हामी चाहिँ कसरी बुद्ध हुन सक्छौँ भन्ने कुरा पनि जान्यो। कसरी भन्दाखेरि अब चेरिसीलाई जगाउनु पर्यो, त्यो चाहिँ मैत्री गर्नुको अभ्यास गर्नु। अनि झिजुन झाम्पिया मञ्जुसीलाई जगाउनु पर्यो, प्रज्ञालाई अभ्यास गर्नु पर्यो। अब छाना दोर्जेलाई जगाउने, शक्तिलाई जगाउने मतलब प्राणीको सेवा गर्नु पर्यो, उपकार गर्नु पर्यो, सहयोग गर्नु पर्यो। अनि त्यसरी चाहिँ हामी बुद्ध हुन सक्छौँ। मतलब बुद्ध हुनुको लागि हामीले तीनटा चिज गर्नु पर्यो। मैत्री करुणाको अन्तर अभ्यास, एउटा चाहिँ अनि प्रज्ञा ज्ञानको अभ्यास, एउटा चाहिँ परहित अरूलाई सेवा गर्नु पर्यो। यो तीनटा चिजले चाहिँ हामी बुद्ध बन्न सक्छौँ भनेर चाहिँ बुझ्यो होइन। अन्त अब अन्तिम अनि घरेलु धर्म अभ्यास भन्ने विषय। घरेलु भन्दाखेरि अब हामी घरमै अब लामाहरू अब गुम्बामा बसिरहेको हुन्छ होइन। घर गृहस्थी भएपछि त अब धेरै समय त घरमै बस्ने हो नि। गुम्बा भनेको त अब कोही बेला वाङलुङ बेलमा, युनिको बेलमा त तपाईँहरू आउनुहुन्छ नि, अरू बेला त बेसी जस्तो घरमै बस्ने हो नि त। अनि घरमा बस्दा चाहिँ हामीले धर्म अभ्यास कस्तो गर्नुपर्छ? अब हामी बौद्धिस्ट भइसक्यौँ होइन, कति टाप्चे पनि गर्ने हुन्छ। टाप्चे गरेपछि झन् असली बौद्धिस्ट, एकदम ओरिजिनल बौद्धिस्ट भनेर मानिन्छ। अनि अभ्यास चाहिँ के गर्नुपर्छ हो भन्दाखेरि अब हामी युनेमा भएको कारणले अब युनेको अभ्यास चाहिँ घरमा लगेर प्रयोग गर्नुपर्ने हुन्छ क्या। जस्तै हामी पहिला वचन, हामी न्युनेको क्रममा वचन के गर्छौँ? मन। अरू बोलिराखे पनि आफू बोल्दैन होइन। अरू न्युने नबस्ने अरू मान्छे बोलिरहेछ नि, तर आफूले देखे पनि अरू बोलिरहेछ तर आफू बोल्दैन। न्युने बस्ने साथी नै भुलेर बोले पनि आफू बोल्दैन, उत्तर दिँदैन। उसले यता के भने पनि उसले भुलेर बोले पनि आफूले उत्तर दिँदैन क्या, चुप लागेर बस्छ। म बोल्नु हुँदैन हो, मन भएर बस्छु नि हो। घरमा पनि यो प्रयोग गर्नुपर्छ क्या, यो युक्ति चाहिँ। अब श्रीमान श्रीमती गजाङ गुजुङ झगडा हुँदैछ कि बा, छरछिमेकीमा विवाद हुँदैछ कि बा होइन,
अनि उता घोलमेलतिर नचाहिँदो गफ हावाको गफ गर्दैछ कि बा ओ त्यति बेला चाहिँ त्यो हेरेर अहिले न्युने बसे जस्तै मन भएर बस्नु पर्यो क्या हैन। यो मुख चाहिँ जति चलाएछ नि त्यति नै समस्या आउने हो क्या। त्यस कारणले अरूले चलाउँदैछ भने पनि आफ्नो जिब्रोलाई चाहिँ ठिक्क राख्ने, नचलाउने आफ्नो जिब्रो चाहिँ आफै ठिक हुन्छ। त्यहाँबाट अब पुण्य के हो पाप के हो भनिराख्नु पर्यो, आफै पुण्यको बाटोमा आफै हिँड्नु थालिहाल्छ। त्यहाँबाट तपाईँहरू न्युनेको दिन कस्तो शान्त हुनुहुन्छ हैन, चुपचाप आफ्नो मन्त्र पढ्ने, मन्त्र जप गर्ने, मन्त्र जप पढ्ने हैन। मलाई पनि एकदम शान्तको महसुस हुन्छ यहाँ आउँदाखेरि। त्यसै गरी घरमा पनि अब बोल्ने पढ्नु अनिवार्य चिजमा बोल्नु, व्यर्थको चिज बोल्नै परेको छैन क्या। त्यहाँनिर व्यर्थको चिज बोल्नै परेको छैन। झन् त्यो विवादित कुराहरू गर्दैछ भने त न्युनेको अभ्यास गर्ने। विवादित कुरा गर्दैछ भने हैन, आफ्नो घर परिवारले होस् या आफ्नो छरछिमेकीले होस्, यस्तो नचाहिँदो कुरा गर्दैछ भने ओ न्युने छागिए बस्नु भएको छ, अब छागिएको प्रयोग चाहिँ उहाँ घरमा गएर लागू गर्नु पर्यो अनि आफै ठिक हुन्छ हैन। मान्छेको यस्तो लाग्छ युद्ध हुँदैछ नि, ठुल्ठुलो युद्ध अहिले भइरहेछ नि, त्यो पहिला युद्ध कसरी भयो? वचनबाट युद्ध भयो नि त। पहिला त एक यताबाट भन्यो उताबाट भन्यो हैन, न्युजबाट झन् अब मसला अलिकति थप्यो, यता थप्यो उता थप्यो, मान्छे तातिनु थाल्यो, त्यहाँबाट अन्तिममा हतियार उठाएको हो नि त। युद्ध त पहिला वचनले गर्ने हो नि त, त्यसबाट पो अन्तिममा हतियार शरीरले गर्छ त हो। झगडा त पहिला वचन हो नि त, यो जिब्रो बेसी चलाएर हो नि समस्या आउँछ नि घर परिवारमा विभिन्न किसिमको हो। त युनेको अभ्यास, घरेलु अभ्यास भनेको यही एउटा पहिला वचनबाट मन धारण गर्नुहोस्, बोल्ने ठाउँमा चाहिँ फेरि बोल्नुहोस् नि फेरि अनि त्यसै गरी यसले मन अभ्यासले चाहिँ अब हामीले न्युने बस्दाखेरि के बुझ्न सक्छ, आफू नबोल्दाखेरि आफ्नो मनको कुरा भन्नुपर्ने बेला पनि कसरी व्यक्त गर्ने अप्ठ्यारो हुँदो रहेछ नि त। के भन्नु पर्यो, उसलाई के सम्झाउनु पर्यो पनि त्यति बेला न्युने बसिरहेछ, कसरी सम्झाउनु अलिक अप्ठ्यारो हुँदो रहेछ नि त। यो पनि एउटा दुःख हो नि त, पीडा हो नि त, समस्या हो नि त। हो त्यसै गरी मान्छे मनुष्य भएर जन्मे पनि कसै बोल्न नसक्ने हुन्छ, उनीहरूलाई पनि भावना छ क्या। जस्तै अहिले न्युनेपा तपाईँहरू जुन भावना हुने बोल्न सक्नुहुन्न तर पनि भावना छ नि तपाईँहरूलाई, त्यति बेला हुँदैछ नि ओ बोल्न सकेन उसमा त सुख दुःख के भावनै छैन भन्ने होइन नि, हो बोल्न नसकिने भावना हुँदैछ। हो त्यसै गरी मनुष्य पनि कोही बोल्न नसक्ने भावना छ, त्यसै गरी पशुहरू पनि बोल्न नसके पनि उनीहरूमा भावना छ भनेर चाहिँ हामीले बुझ्नु पर्यो क्या। आफू जस्तै ओ म न्युने बस्दाखेरि बोल्नु वचन नबोले पनि मेरो मनमा भावना हुन्छ नि, हो त्यसै गरी पशुहरू पनि बोल्न नसके पनि उनीहरूमा पनि सुख दुःखको भावना छ है भनेर चाहिँ हामीले भुल्नु भएन। यो चाहिँ दिमागमा राख्नु पर्यो क्या। अब पशुमा पनि सुख दुःखको भावना आफू जस्तै छ भनेपछि त अनि अलिकति पशुप्रति पनि त व्यवहार हाम्रो राम्रो हुन्छ, त्यो एउटा कुरा। अब शरीरको अभ्यास हैन, शरीर अब शरीर न्युने बस्दाखेरि हामी अन्न भोजन केही ग्रहण गर्दिनौँ, पानी पिउनेहरू एक थोपा पनि खाँदिनौँ हैन। त्यसो गर्नाले के भयो भन्दाखेरि भोक लाग्दो रहेछ हैन। म पहिला न्युने बसेको थिएँ, सालगढामा सायद डुक्पा रिम्बुचेले नै राख्नु भएको हो, न्युने आपसमा आएको थिएँ, त्यति बेला सायद 8-9 वर्षको थिएँ होला। न्युने बस्दाखेरि हो, अब न्युनेको दिन त अब केही खाँदैन, केही पेटहरू यस्तो बटारेर हैन, अब यसरी ठाडै बस्न नसक्ने क्या। अनि रुममा गएँ अनि यसरी थिचेर बसेँ, यस्तो साह्रो बटारिन्थ्यो भोकलाई क्या। त्यति बेला अब भित्र आगै बल्नु खोजेको क्या त्यो भोकले, यस्तो हुन्थ्यो नि। अब त्यसै गरी हामीले के अनुभव पायौँ न्युने बसेर, भोक लागेको बेला चाहिँ कस्तो पीडा हुँदो रहेछ त्यो हामीले प्रत्यक्ष अनुभव गरेको छौँ नि त। हो त्यसै गरी यस पृथ्वीमा पनि मान्छेहरूलाई खानको लागि समस्या भइरहेको हामी न्युजमा देखिरहेको छौँ, हेर्छौँ नि। अब न्युने बस्नेले हेर्दाखेरि अलिकति मिल्दैन क्या, न्युने बसिसकेपछि उसले भोकको अनुभव भइसकेछ नि त। अब हामी न्युजतिर पनि ओ उनीहरू त खानु पाएको छैन अरे भनेर सुन्दाखेरि, उनीहरू त पिउन पाएको छैन अरे भनेर सुन्दाखेरि अलिकति माया आफै जागेर आउँछ। अब किनकि भोक प्यासको पीडा हामीले बुझ्यो नि त अब हैन। उता भोकमारी लागिरहेछ, उनीहरू खान पिउन पानी पाएको छैन भन्दाखेरि अलिकति अरूभन्दा मिल्दैन, अलिकति माया त बेसी नै जागेर आउँछ क्या। हो त्यो एउटा कुरा भयो। त्यसले पनि हामीले
भोक प्यासको एउटा त्यसले गर्दाखेरि भोकमारी लागेको एउटा खाना पिउन नपाएको व्यक्तिप्रति पनि हाम्रो एउटा चाहिँ माया दया जागेर आउँछ। र साथमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो पृथ्वीमा पहिलादेखि पनि हो, अहिले पनि हो, भविष्यमा झन् बढ्नेछ भोकमारी होइन, अनिकालहरू बढ्नेछ भनेर भनिन्छ। त्यस कारणले अहिले घरमा व्यवहार गर्ने भनेको चाहिँ अनि आफूले अन्नहरू हुन्छ नि, भातहरू भोजनहरू, त्यसलाई चाहिँ खेरो नफाल्ने क्या। अब होइन भोक लाग्दा हामीलाई कस्तो समस्या हुँदो रहेछ, कतिले खानु नपाएर त्यो पीडा चाहिँ आफूले भोगेको पीडा चाहिँ प्रत्यक्ष रूपले भोगिरहेछ। हामीले त अब अभ्यास गरेको नखाइकन खानु भए पनि हामी छोडेर अनुभव गरेछौँ नि त। कतिले त चाहेर पनि त पाएको छैन नि त होइन। उनीहरूले पनि चाहेर नपाए पनि हामी प्रत्यक्ष गरेर उनीहरूलाई खुवाउन नपाए तापनि अनि म चाहिँ अन्नलाई नाश गर्दिनँ होइन, जति खानुपर्ने त्यति मात्र लिनेछु, नाश गर्दिनँ। त्यो हाम्रो बानी त्यो संस्कार चाहिँ हामीले बसाउनुपर्छ जस्तो लाग्छ होइन। शरीरबाट अन्न पानीहरूलाई चाहिँ हामीले एकदमै होइन, जति आफूलाई त आफूले अब त कमाएर प्रशस्तै हुन्छ र पनि त्यसलाई चाहिँ अब छ भनेर त्यतिकै फुर्मासी नगरिकन त्यसलाई ठिक्क रूपले सदुपयोग गर्छु भनेर चाहिँ सोच्नु पर्यो। अनि आफूले पनि त्यसो गर्नु पर्यो। अनि आफ्नो घर परिवारमा सदस्य अन्यले पनि यसरी फुर्मासी अन्न पानीको सही ढङ्गले प्रयोग गरेको छैन भने अनि दुरुपयोग हुँदैछ भने त्यसलाई तपाईँहरूले बताउनु पर्यो। र त्यसै गरी अनि मनमा अब कस्तो, अब मनमा अब बोल्न मन लाग्छ। न्युने बस्दाखेरि न्युने बस्दाखेरि के हो, मैत्री करुणाहरू सोचेर बस्ने, चेरेसी अनि घेलौवा पाल्मोको नामथरहरू सोचेर बस्ने। उहाँले कसरी ध्यान गर्नुभएको थियो, कसरी तप गर्नुभएको थियो होइन, कसरी न्युने बस्नुभएको थियो त्योहरू अनि ठुल्ठुलो गुरुहरूको नामथरहरू हामीले यसरी बस्नुपर्छ नि त। त्यसै गरी घरमा पनि अनि पहिलादेखि नै अहिले रिस नउठे पनि पहिला नै रिस उठ्नु अगाडि नै माया दया चाहिँ सोच्नुपर्छ क्या। रिस उठेपछि माया दयाले के कामै लाग्दैन। रिस चाहिँ बलिसक्यो नि त। अब एकदम रिस चाहिँ जोडले बलिसक्यो नि त। आगो एकदम ठुलो बल्यो भने त फेरि पानी हाल्यो भने पनि निप्दैन रहेछ नि, झन् आगै बढ्दो रहेछ नि। त्यसै गरी अब रिस उठ्यो अब मैत्री करुणाको अभ्यास गराइ भनेर हुँदैन। रिस नउठेको बेलामा मैत्री करुणाको अभ्यास गर्ने हो होइन। अनि मैत्री करुणाको अभ्यास गर्दा गर्दा पछि रिस उठ्नु नै अलिक कमी हुन्छ, आफै कमी हुने हो होइन। अन्तर्मनमा चाहिँ अनि मैत्री करुणा चाहिँ पहिला नै रिस नउठ्ने अगाडि नै गरिराख्नु पर्ने हुन्छ। त्यसको लागि अनि बुद्धले मूल चाहिँ हाम्रो विचार कस्तो हुनुपर्छ भन्दाखेरि माया दया समानता भन्ने चाहिँ जग हो क्या। मैत्री करुणा मनमा जगाउनुको लागि जग जस्तो के हो, बिउ जस्तो समानता। सबै प्राणी चाहिँ एक हो, समानता हो भन्ने यो मनमा हुनुपर्छ रे। हाम्रो मनमा सिद्धान्त यो हुनुपर्छ, समानताको सिद्धान्त चाहिँ हुनुपर्छ क्या। कस्तो एक हो भन्दाखेरि उसको शरीर एक छ भनेर होइन नि त। पशु र मनुष्यको शरीर भिन्न छ, पुरुष र स्त्रीको शरीर भिन्न छ नि त होइन। शरीरको रूपमा होइन, उसको भावनाको रूपमा चाहिँ समानता छ, एक छ भनेर हामीले भुल्न हुँदैन अरे क्या। जस्तै आफ्नो भावना चाहिँ सदैव हामी दिनरात सुखको एउटा कामना चाहने, दुःख नचाहने, यो त हाम्रो कुनै सिकेको होइन नि, यो त सहज रूपमा आफसे आफ अन्तर्मनमा उत्पन्न भइरहेको छ नि त। हो त्यसै गरी अन्य प्राणीहरू मनुष्यहरूमा पनि सुख चाहने दुःख नचाहने यो चाहिँ छ है भनेर कहिले भुल्नु हुँदैन अरे क्या। कोही बेला हामी भुल्छौँ अरे क्या। आफू मलाई मात्र सुख चाहिन्छ होइन, मलाई मात्र दुःखबाट मुक्त हुनुपर्ने छ भन्ने मलाई मात्र सोच्छौँ अरे क्या। अरूलाई पनि सुख चाहिन्छ, अरू पनि दुःखबाट मुक्त हुन चाहिरहेको छ भन्ने कुरा चाहिँ हामी कोही बेला भुल्दै जान्छ। त्यति बेला स्वार्थी भयो भन्छ नि त्यति बेला होइन। त्यस कारणले एउटा समानता अरे कि आफूलाई सुख चाहेको जस्तै अरूलाई पनि चाहिएको छ, आफूलाई दुःख नचाहेको जस्तै अरूलाई पनि दुःख नचाहेको छ भने यो चाहिँ समानता चाहिँ हामीले अन्तर्मनमा सधैँ खेलाउनुपर्छ अरे क्या। आफूलाई जस्तै अरूलाई पनि यस्तै छ भनेर। अनि एउटा समानता भयो। अनि दोस्रो कुरा चाहिँ हामीले मैत्री गर्न अभ्यास गर्दाखेरि दोस्रो कुरा महत्त्वपूर्ण ध्यान दिनुपर्ने चाहिँ अब हामीलाई मैत्री करुणाको शत्रु भनेको त रिस हो होइन। मैत्री करुणा माया दयाको विपरीत त रिस हो नि। रिसले त हाम्रो मैत्री करुणा भङ्ग हुन्छ। रिस चाहिँ कति बेला उठ्छ भन्दाखेरि अरूले हानि पुर्याएको, आफूलाई क्षति पुर्याएको बेलामा हो नि
हैन कसरी क्षति पुर्याउँछ शरीर र वचनले आफूलाई हानि पुर्याउने हो नि त उसले त नराम्रो सोच्दैमा मलाई नराम्रो हुने हैन कि उनीले शरीरबाट मलाई नराम्रो क्षति पुर्याउनु पर्यो कि वचनबाट नत्र मलाई निन्दा गर्नु पर्यो कि मलाई गाली गर्नु पर्यो कि मेरो कुरा काट्नु पर्यो त्यति बेला मलाई रिस उठ्छ कि नत्र उसले मलाई कुटपिट गर्नु पर्यो हैन उसको नत्र मलाई जालमा फसाउनु पर्यो त्यसो गर्यो भने मलाई त्यति बेला रिस उठ्छ हैन त्यसो रिस उठ्दाखेरि चाहिँ हामीले के सोच्नु पर्यो भन्दाखेरि त्यो मान्छेले मलाई किन गाली गरिरहेछ गाली गर्नुको कारण चाहिँ उसले उसको मनले के कारणले चाहिँ मलाई गाली दिइरहेछ त्यो सोच्ने अरे क्या उसको गाली गर्दैछ मलाई पिटेको छ मलाई दुःख दिँदैछ यो मात्र सोच्यो भने रिसको आगो बल्छ अरे रिसलाई अनि के कमी कसरी गर्दाखेरि अब म रिसाउँदिनँ भनेर होइन अरे हामीले सोच्नुपर्छ अरे उसले गाली गर्दैछ भने किन मलाई गाली दिइरहेछ उसले गाली गर्नुपर्ने कारण के हो उसको त्यो कारणहरू चाहिँ सोच्नुपर्छ अरे अनि मलाई दुःख पीडा दिइरहेको छ भने उसले दुःख पीडा दिनु कारण के हो पछिको कारणहरू चाहिँ हामी सोच्नु थाल्यौँ भने रिस आफै कमी भएर जान्छ दुध उम्ल्यो भने अब आगो कमी गर्दाखेरि आफै दुध चाहिँ उम्लिन अलिक कमी हुन्छ नि त्यसै गरी हामी पनि आफूले मलाई गाली गरेको र दुःख दिएको मात्र सोच्यो अस्ति मलाई यस्तो यसले नराम्रो भनेको थिएँ अस्ति त मलाई यसले यस्तो साह्रो पिट्यो है भनेर सोच्यो भने त रिस उठ्ने हो अनि उसले मलाई गाली गर्नु कारण चाहिँ के रहेछ दुःख दिनु कारण चाहिँ के रहेछ त्यो उता अलिकति कारणहरू पनि सोच्नुपर्छ अरे त्यसो अब कारणहरू के सोच्नुपर्छ अब त्यो थुप्रो छ है अब त्यो कुराहरू नजाम र पनि कारणहरू पछिको कारणहरू सोद्धाखेरि आफै सम्य भएर जान्छ भनेर बुझ्नु पर्यो अनि यसो गर्नाले चाहिँ अब समानता पहिला जग हुनु पर्यो अनि आफूलाई दुःख पुर्याइरहेको आफूलाई गाली गरिरहेको यस्तो रिस उठ्ने अवस्था आउँछ त्यति बेला चाहिँ अनि अरूको कारणहरू चाहिँ के कारण रहेछ त्यो सोच्यो भने रिसहरू कमी हुने अब रिस कमी भयो समानताको भावना पनि छ भने मैत्री करुणाहरूलाई अब जाग्नको लागि कुनै बाधा हुँदैन फस्टाउनको लागि बाधा हुँदैन त्यसैले हामीले अनि अन्तर्मनमा मैत्री करुणालाई जगाउन सक्छौँ हैन भन्दै अनि मनबाट सदैव समानता र मैत्री करुणालाई अभ्यास गर्नुहोस् अनि वचनबाट चाहिँ अनि चाहिँदो शब्द मात्र बोल्नुहोस् अनि नचाहिँदो बेलामा न्यूने चाहिँ मन व्रत लिनुहोस् भन्छु अनि शरीरबाट चाहिँ अनि सदैव अनि अब अनि अन्न पानीहरूको सदुपयोग गर्नुहोस् हैन आफ्नो अनि अरूलाई पनि सदुपयोग गर्ने अनि अरूलाई पनि सहयोग गर्नुहोस् भन्दै अनि आजको 3टा विषय कुन्छोसुम रिक्सुङगोम्बो घरेलु अभ्यास भन्ने यही टुङ्ग्याउन चाहन्छु समय पनि लगभग मेरो समय पनि सकिएको छ र अनि यहाँनिर अनि युनिको क्रममा अनि प्रवचन भन्ने अब पहिला डुबुल्लाले नै गर्नुहुँदो सबै अनि पहिलातिर सम्पूर्ण अनि यो साल चाहिँ अस्ति अनि यहाँ हाम्रो मिरिक गुम्बाको छाँचो लामला र त्यसै गरी डुबुल्लाले अनि मलाई स्मरण गर्नुभएकोमा धेरै आभारी छु भन्न चाहन्छु त्यसै गरी अनि श्रद्धालु श्रोतागण तपाईहरुले दुःख कष्ट तप हैन धेरै गरेर सुन्नु भएको छ एकदम प्रसन्नताको साथ खुसीको साथ सुनिदिनु भएको छ त्यसको लागि अनि भन्ने मेरो तर्फबाट धेरै धेरै धन्यवाद छु भन्न चाहन्छु है अनि त्यसै गरी यहाँनिर पहिला त यो प्रत्यक्ष प्रसारण गर्ने यो कुरा त थिएन पछि यस्तै भएछ र पनि अनि अनलाइन हेरिराख्नु जति पनि हुनुहुन्छ अनि तपाईहरुलाई पनि अनि सुन्नु भएकोमा अनि बुद्धको धर्मप्रति एउटा रुचि राख्नु भएकोमा जिज्ञासा राख्नु भएकोमा अनि प्रत्यक्ष हेरिराख्नु हुने श्रद्धालु भक्तजनहरूलाई पनि अनि धेरै धेरै धन्यवाद छ भन्न चाहन्छु त्यसै गरी अनि आज नेपाली भाषाबाट अनि बुद्धको दर्शन अनुसार केही शब्द राख्दाखेरि यसमा मलाई हरपल साथ दिन हुने हैन आमा बुवा मेरा अनि परिवार त्यसै गरी अनि धर्म गुरुजन अनि मेरो धर्म मित्र सम्पूर्णलाई यति बेला म स्मरण गर्न चाहन्छु उहाँहरूको साथ सहयोगले गर्दा नै आज मैले एक दुई शब्द तपाईहरु सामु राख्न सकेको हो भन्दै उहाँहरुप्रति एउटा कृतज्ञताको भाव चाहिँ व्यक्त गर्न चाहन्छु अनि त्यसै गरी अहिले प्रत्यक्ष रूपमा प्रसारणको लागि अनि सहयोग गरिराख्नु हुने अनि धर्ममित्र उहाँलाई पनि धेरै धेरै
अनि धन्यवाद भन्दै अनि आजको युनेको प्रवचनको अनि कार्यक्रम चाहिँ यही टुङ्ग्याउन चाहन्छु। अनि विशेष गरी अब गल्ती त थुप्रो अवश्य नै छ, म आफूले पनि धेरै गल्ती देख्छु। एक किसिममा अब भाषाको समस्या, सही ढङ्गले शब्द प्रयोग गर्न नसक्नु चाहिँ अब शब्द भण्डार चाहिँ एकदमै खाली भएको कारणले अनि धेरै बोल्दा पनि म आफूले समस्या, तपाईँहरूलाई नै बुझ्नको लागि पनि समस्या भएको छ। त्यसको लागि क्षमा माग्दै अनि हस्त, धन्यवाद, तुच्छन।